YouTube एकाउन्ट क्रिएट गर्नको लागि हजुरसँग इमेल एड्रेसको आवश्यकता हुन्छ। हजुरले कुनै पनि इमेल एड्रेस क्रिएट गर्न सक्नुहुन्छ, याहू, माइक्रोसफ्ट अथवा जीमेल एकाउन्ट। र यदि हजुरलाई जीमेल एकाउन्ट कसरी क्रिएट गर्ने आउँदैन भने मेरो यो भिडियोको तल डिस्क्रिप्सनमा लिंक दिएको छु, कसरी जीमेल एकाउन्ट क्रिएट गर्ने भनेर। हजुरले त्यो लिंक क्लिक गर्न सक्नुहुन्छ र आफ्नो जीमेल एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। जब हजुरले आफ्नो जीमेल एकाउन्ट क्रिएट गर्नुहुन्छ, नेक्स्ट स्टेप भनेको हजुरले आफ्नो YouTube एकाउन्ट ओपन गर्नु हो। YouTube एकाउन्ट ओपन गर्नको लागि म केही स्टेप्सहरु बताउँछु, त्यो स्टेप्सहरु हजुरले फलो गर्नु होला। र एउटा कुरा याद राख्नु, जब हजुरले YouTube एकाउन्ट ओपन गर्नुहुन्छ, हजुरलाई कुनै पनि इमेल एड्रेसको आवश्यकता हुन्छ। जब हजुरले त्यो इमेलबाट लगइन गर्नुहुन्छ, आफ्नो भिडियो सर्ट अथवा लङ भिडियोस हजुरले अपलोड गर्न सक्नुहुन्छ। र हजुरले पनि भिडियो अपलोड गर्नुस्, YouTube एकाउन्ट क्रिएट गर्नुस्। YouTube च्यानल खोल्नको लागि हजुरलाई YouTube एप्लिकेसनको आवश्यकता हुन्छ। र यदि हजुरहरुसँग YouTube एप्लिकेसन छैन भने हजुरले ती एप्लिकेसनहरु डाउनलोड गर्न पर्ने हुन्छ। यदि हजुरहरु आइफोन युजर हुनुहुन्छ भने एप स्टोरबाट डाउनलोड गर्नुस्, र यदि हजुरहरु एन्ड्रोइड युजर हुनुहुन्छ भने प्ले स्टोरबाट डाउनलोड गर्नुस्। YouTube एप्लिकेसन डाउनलोड गरिसकेपछि हजुरको अर्को स्टेप भनेको YouTube को एप्लिकेसन ओपन गर्नु। जब हजुरले YouTube को एप्लिकेसन ओपन गर्नुहुन्छ, हजुरले यो इन्टरफेस देख्न सक्नुहुन्छ। यसमा इन्टरफेसमा देख्न सक्नुहुन्छ कि रोहित पोर्टल भन्ने लेखिएको छ र तल आर भन्ने लेखिएको छ। मेरो लास्ट भिडियोमा मैले शेयर गरेको थिए कि जीमेल एकाउन्ट कसरी क्रिएट गर्ने भनेर। थ्रु दैट लगइन यो जीमेल एकाउन्टबाट मैले लगइन गरेर चाहिँ रोहित पोर्टल भन्ने एकाउन्ट मैले लगइन गरेर चाहिँ यसमा आएको छु। र यसमा मैले के गर्छु भने YouTube च्यानल क्रिएट गर्छु। यसमा हेर्न सक्नुहुन्छ हजुरले रोहित पोर्टल भन्ने लेखिएको छ र यसमा के छ, के लेखिएको छ, क्रिएट अ च्यानल भनेको छ। हजुरले के गर्नुस् भने यसमा हजुरले क्लिक गर्नुस्, फेरि यो इन्टरफेसमा क्लिक गर्नुस्। अब यसमा देख्न सक्नुहुन्छ हजुरले के देख्न सक्नुहुन्छ, पिक्चर देख्न सक्नुहुन्छ। यसमा पिक्चर हजुरले आफ्नो पिक्चर राख्न सक्नुहुन्छ र यसमा चाहिँ